यहाँ छ बेलचाइसक्यो काका त उता झ्यापु बिगारलाई यसका बाजे कता कता पोल्न आइपुग्यो गाछ ओए म त झन् हेरेँ झन् पो सानो देखेँ त यो के भयो यो चाहिँ लोकल बेसार पकाउनु पर्दैन यो चाहिँ टेक्निक नेपाली यहाँ यता खुइलाउनु खुर्काउनु है भन्ने यहाँ यसको विस्तार गर्ने मान्छेहरू त्यही त के खाएर आविष्कार गर्नुभयो त काका यसलाई आना बेसार मात्रै नलानु न अब यता हाताउति तिनीहरू त बेसार सब सकेको हो ए साथी हो एक बडकोले भनेको एक मुठी ल्याछ होइन भाँडामै त्यति रहेछ हौ यार भाँडामै त्यति रहेछ सबै ल्याएको अनि अहिले हाल्ने चाहिँ के गर्छ हाल्ने त बाजे मासु त काँचो पनि मिठो हुन्छ बाजे मासु त काँचो पनि मिठो हुन्छ कहाँ फर्केको हौ यता पो हिँड्ने हो नि हामी कहाँ फर्केको हौ यता पो हिँड्ने हो नि हामी मान्छे त खोलाल त उता फर्केको छ त यार यता हिँड्नु भने त उता कता है अहिले चाहिँ फेरि बिकै देखेँ मैले सिधा बनाऊ सिधा फोरफारमा एकदम चर्चित आन्द्रा भुँडी बनाउने चाहिँ यता है फेरि मेन एक्सपोर्ट स्याट फेरि स्याट ओ क्याती काकीले बनाउँछ न काट्नै म एक्लैले काटेँ टाउको छिनाएपछि पो आएँ के भन्छ चिरा पार्नुपर्छ नि पर्दैन जान्नेलाई चाहिँ चिरा पार्नु पर्दैन प्लास्टिकको फाइदा हाम्रो क्षेत्रको कुरा हो नि त मासु नि त्यसको ओए भाते सकिन लाग्यो तरकारी ल्याउ न ओए भाते सकिन लाग्यो तरकारी ल्याउ न खास झोल पकाइराख्नु पर्ने आवश्यकता थिएन खाँदा त यही भएर म हतार लगाउनु बस्नु भनेको यहाँ झोलै आएको पानी चाहिँ पनि हुँदैन हौ खै दुईचोटि डाकिसकेँ मैले ए मसका खाइनु काका फेरि मनमा नि त्यता कुरै स्वाम
ढुक्नुको भाग मलाई मको सबै ढुक्नु छ अब मैले त्यसरी हुन्छ नि त ओना नहुने छ तार्दिनु कति छिटो खाइसक्यो है यसले कार्यमा ढिलो गर्नु हुँदैन अब नुहाउनु पर्यो यार सर्लक्क कुन ठाउँमा भयो है लोकेसन